So, hello guys, welcome to my new vlog. मेरो नाम आदित्य अनि आज हामी कता यो बक्स पार्कतिर आएको छौँ र अगाडि हेर्न सक्नुहुन्छ पुरै सिप हाम्रो बाबा अनि यहाँ चाहिँ गाडी हो पार्क गरेको छौँ र अगाडि आउन अलि सिप खिच्दा त के हुन्न नि हेर्न सक्नुहुन्छ पुरै याटहरू सिपहरू छ म त्यहाँ यत्रो लामो याट काठको अनि हेर्न सक्नुहुन्छ पुरै यता यही अगाडि छ चढ्न चाहिँ पाउन्न तर त्यही पनि हेर्ने हो हाम्रो बाबा आउनुभयो उताबाट टक्क बबाल भ्यू आयो किनभने अहिले रात साँझ पर्न लाग्यो अनि यता यस्तो घाँस बबाल छ के हो मामु त्यहाँ घाँस यहाँहरूको घाँस कस्तो अगाडि ऊहरू हेर्न सक्नुहुन्छ पानी रहेछ नि है पानी खायो त्यो कालो रस्सी त पानी हो अनि त्यो म्युजियम कतारको नेसनल म्युजियम हेर्न सक्नुहुन्छ अर्को टाइपको हो यहाँ सब बोटहरू मोबाइल राम्रोसँग हेर्नु यहाँ माछा छ यहाँ माछा छ माछा हेर्दै हिँड्नु खै माछा छैन आउँछ यहाँ अहिले बढी मान्छे आउनु न ठुल्ठुलो बढी मान्छे आउनु ए उता बाहिर जान्छ भित्र नि आउँछ हो माछा छ अरे यता चाहिँ माछा छ अरे होइन थाहा छैन कसो ब्लर आएको माछा छ अरे कता माछा भनेर आउन्न त्यो के हो बाबा त्यहाँ होइन त्यो सिपहरू ल्याउने छोड्ने त्यो सिपहरू त्यो उयो कत्रो ठुलो याट हेर्न सक्नुहुन्छ त्यहाँ ऊ हो त्यो कति एक ताले दुई ताले तिन ताले 4 ताले याट होइन 5 ताले हो यार त्यो त तल अन्डरग्राउन्डमा नि एउटा हुन्छ नि त यहाँ हाम्रो बाबा यहाँ हाम्रो मम्मी अनि टक्क हामी जानु लाग्यो पुरै काठको नि छ ओ कति त्यो सानो पुन्डुरो रहेछ नि चलाउन न मामु जाऊँ सानो यतिकै डुल्नको लागि 3000 एउटालाई त्यो सानोलाई अनि त्यो ठुलोलाई चाहिँ कति होला उयो पार्कमा आउनु न त्यहाँ त्यो फ्री होला नि किन हिँडेको नि भिडियो बनाउँछु नि तर हामी सधैँ उता यो बस के अरे यो बक्स पार्क हेर्नु हुन्छ यो किन यो सबै कन्टेनरदेखि मखन यो कन्टेनर होइन है साथीहरू यो भित्र योहरू हो रेस्टुरेन्टहरू होटलहरू हेर्न सक्नुहुन्छ अहिले चाहिँ यहाँ चाहिँ ठुल्ठुलो सिप आइसकेको छ माछा छ र यहाँ हुन्छ हेलो साथीहरू माछा आएन नि त उहाँ चाहिँ एउटा सानो बोटले चाहिँ अर्को बोट तान्दैछ त्यो बोटमा पनि छैन मान्छे छ रातो लाग्यो त्यो चाहिँ मान्छे हो उयो कत्रो ठुलो सिपाएको छ त्यहाँ टक्कमा हेर्न सक्नुहुन्छ त्यो यता आयो त्यो कतारको झन्डा हेर्न सक्नुहुन्छ छ माछा 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 यहाँ मार्न पाउँछ यहाँ चाहिँ पाउँदैन है बोट भित्र लगेर पनि मार्न पाउँदैन है
उनीहरूले सिप कस्तो हाल्छ कुन त्यो गोलो सिप हो यो गोल्डन सिप हो यो कस्तो यो त ऊ हो यार एलियनको त्यो सिप जस्तो स्पेससिप यो डिप ब्लू ड्राइभिङ सेन्टर यो बोट सिक्ने हो होला बोट सिक्ने तँलाई कहाँबाट जाने हो कि जाऊँ न बाबा उयो उहाँ चाहिँ रेसिङ गरेर आएको छ बोट हेर्न सक्नुहुन्छ त्यहाँ स्पिड ऊ गयो त्यहाँ बोट रेसिङ भइरहेको छ अहिले ल बाबा यो आइरहेको बोटमा कोही छैन त के हो ए छ एकजना चलाएर लिएर आएको हो त तानेर ए त्यो म त यो रातो मान्छे जस्तो लाग्छ अनि रातो होइन अनि कोही छैन हजुर अब चाहिँ अहिले खिच्नु नट अलाउड छ अब ल फाइनली अहिले चाहिँ अलाउड हामीले पालेको जस्तो माछा गयो यहाँ चाहिँ सानो माछा ऊ कता गयो मैले चाहिँ देखेँ है मैले चाहिँ देखेँ यहाँ चाहिँ मैले भर्खर 2टा माछा देखिसकेको छु तर भ्लगमा चाहिँ आएन सरी गाइज माछा आऊ माछा आऊ यहाँ देख्नु मन लागेको यहीँ लास्ट अगाडि देखिनु है खोइ हौ माछा फिस सर उयो त कस्तो लग्जरी बोट हेर्नु भित्र हेर्नु यार भ्याम के भिमरिन ए भित्र लग्जरी हो खोइ आयो गयो लाग्यो अब उतापट्टि पनि आउँछ कस्तो यार ब्याड लक रहेछ यार त यहाँबाट हिँड्नु मिल्छ होला नि छैन त्यहाँ त कस्तो घिसेको हौ खुट्टा तिर्यो भने अनि चलाउँछ 25 मतलब 25 वो मतलब एक आदमी 25 एक आदमी का 25 वो बोट भी है और 5 चाहिए तो जैसा चाहिए ऐसा दे सकते हैं 5 तो 25 वाला कितना देर घुमाएगा वो इधर सॉफ्टली से 25 नहीं 15 मिनट घुमाएगा 25 का अच्छा 30 मिनट हाँ 15 मिनट 30 ऐसा नॉर्मली जाएगा 30 मिनट 150 हामी चाहिँ एकछिनमा बोट चढ्ने भयौँ अल्सो बक्स पार्कमा आएको छौँ यहाँ कन्टेनरभित्र सबै के के छ कन्टेनरभित्र छ अनि अम्बो ए कत्रो ठुलो यो त के हो मिलिट्री टाइपको हो कि के हो यहाँ कत्रो यो त मिलिट्री टाइपको जस्तो लाग्छ मलाई यो सिपेन हौ त्यो आमा त्यो त 32 लेखेको 32 होइन हौ कहाँ लेखेको 32 उताको त्यो लामो टुप्पो भएको हाम्रो यहाँ मोबाइलमा उयो यो त्यो सिप है कत्रो ठुलो बोटहरूलाई नि ढाकेर राख्दो रहेछ नि है टाढ जस्तै कस्तो हल्लाको ल साइकलमै कता खै कहाँदेखि हो खै के यहाँ देखाउनु पर्यो हौ खै आएछ
उता उता हेर्दै जानु है बिस्तारै त्यहाँ देखिन सक्छ ल अहिले चाहिँ छैन अलि बेलुकातिर देखिन्छ होला अहिले देखायो भने पनि देखाउँछ है ल टेन्सन नट साथीहरू अहिले चाहिँ हामी यता लास्टमा आइपुगेको छौँ यो बोटहरू के अरे बोटहरू आएछ यो बरु गर्ने सामानहरू त्यसमा अहिले चाहिँ ठ्याक्क आएछ यो नि सिपै है कुन यो ठुलो त्यो कार ए ल यहाँ अनि यो कार के कारवाला अनि उता पनि देखेको थिएँ मैले एउटा ल्याम्बोर्गिनी टाइपको हामीले चलाउनु मिल्छ यो मैले देखेको थिएँ निकुले चलाएको थियो ऊ त्यो डम्बल होइन त्यो त्यहाँ राखेको त्यो होइन त्यो त त्यो ऊ गर्न हो डम्बल हजुर खै भागो लाग्यो कुनमा थियो भन्नु त कुनमा थियो भन्नु त्यहाँ आउँछ कलरवाला थियो अरे हरियो कलरको थियो निलो कलरको कलरको यसमा के आएको छ पुरै कलरको हुँदो रहेछ आफै त हाल्यो होला नि यो कलरवाला होइन के आफै अब उयो भयो तकडा खा त पुरै हल्ला खा त अलि आमा कस्तो हल्ला हो यार यो भात चाहिँ पाइन्छ हैन उसी त्यहाँबाट खै तल मुनि मैले देखिन ए यिनीहरू यो बक्सहरू खिच्छ मिल्छ हुन्छ यो बक्सहरू यस्तै हेरेर बक्स पार्क भन्छ मिल्छ थाहा हल्लिरहेको नि त कोही हल्लिएको देख्नु होला लाइक र कमेन्ट गरिदिनु होला देखेँ भनेर अनि ए फालिदिन्छु है जेप्पादै सो गाइजहरू यहाँ माछा हेर्न सक्नुहुन्छ माछा आउने बित्तिकै मैले बनाएको भ्लग ऊ माछा चलेको ऊ त्यहाँ हेर्न सक्नुहुन्छ चलेको पुरै झुन्डे छ पुरै माछा यहाँबाट क्लियर थियो हेर्न सक्नुहुन्छ ऊ त्यो त हाम्रो घरमा पालेको जस्तो माछा होइन यत्रो मेरो कति साँच्चै ठुलो थियो यार यहाँ भिडियोमा नि आएको भिडियोमा नि आहा बटरफ्लाई जस्तो कस्तो दामी आएको यार अघि यो पनि हालेको कहाँ गयो यार छोरा त्यो कस्तो दामी आएको थियो अघि मोबाइल त भिडियोमा यस्तो दामी चेप्टो त्यहाँबाट तल हेर्नु तल गाइस अहिले त पुरै हुने हुन्छ त्यो तलदेखि हेर्नु तल पुरै झुन्डे हो त्यहाँनिर ऊ देखे ऊ अम्बो ए कत्रो ठुल्ठुलो क्यामेरामा नि यत्रो ठुल्ठुलो माछा गयो यत्रो मुडो यार क्यामेरामा रेकर्ड गर्नुपर्ने रहेछ यत्रो भिजै भिड यहाँ चाहिँ हेरेर चाहिँ अहिले चाहिँ झन् झुन्डै आहा पुरै त्यहाँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ कस्तो यार मैले जब निकाल्छु त्यहाँ आउँछ
त्यहाँ चाहिँ अलिक कार टाइप छ बोटहरू स्पिड बोटमा हेर्न सक्नुहुन्छ। मलाई हामीलाई बन्द भयो भनेर भनेछ होला चोटी कफी आइरहेको थियो कि मैले यस्तो कफीहरू हामी चाहिँ यस्तो बोटमा चढ्ने जस्तो लाग्छ मलाई यस्तो टाइपको यस्तो जाने हो र माथि के खाने र मलाई के थाहा हजुर अलि खानु चिया हजुर जाने हो के पाउँछ भन्नु न मैले देखेँ होइन क्या अरूले देखेँ मैले देख्दिनँ देखेँ माछाको झुन्डु माछाको मुचु झुन्ड क्या क्यामेरा म क्यामेरामा हेर्छु क्या क्यामेरामा ऊ त्यहाँ हेर्न सक्नुहुन्छ अझ कति धेरै आएको माछा यहाँ तल हेर्नु त यो मुनि यो पुल मुनि बोटमा आधा घन्टा गएपछि कतारतिर गयो होइन के पैसा होइन मेरो लेख्नु नि त्यस्तो दादा त्यहाँ 50 रुपियाँ आउँछ 50 रुपियाँ भयो नि त्यो 6 रुपियाँ त हो मलाई माइनस कतारतिर के हुन्छ म चाहिँ स्कुटी चलाउँछु नि त कुन कस्तो हुन्छ बाबा बाबा हजुरको त्यो हजुर के बिग्रेछ यसरी मिलाएर लगिदिँदो रहेछ कि ए हजुरको त्यो क्रेडिट कार्ड हो कार्ड टाइपको किन स्कुटी चलाउनु स्कुटी चलाउनु स्कुटी जस्तो नेक्स्ट टाइम अब मैले कार्डमा पैसा हालेँ होइन पैसा हालेर फेरि त्यो त जहाँ पनि पाइन्छ क्या बाटोमा पनि पाइन्छ वहीँ पनि पाइन्छ मार्केटको अगाडि पनि पाइन्छ हामी चाहिँ यस्तो बोटमा चढाउनु नेक्स्ट टाइम लुसेल जाँदाखेरि लुसेलमा गरौँला हुन्छ काँडा आएन टाढा आएन भन्नाले त्यो स्कुटरको 1 घन्टाको 25 सो हेलो गाइज वेलकम ब्याक अनि हामी चाहिँ अहिले त्यता उता खै कताबाट आइसकेका छौँ यस्तो बिल्डिङ भएको ठाउँतिर उता गइसक्यो बिल्डिङहरू भएको चाहिँ यता अनि हेर्न सक्नुहुन्छ पुरै बिल्डिङहरू यहाँ पुरै हामी चाहिँ यता कतारको नेपालको गली जस्तै कतारको गलीमा घुमिरहेका छौँ अनि हामी चाहिँ अहिले रेस्टुरेन्टतिर कता घुम्न जान होइन कता एक राउन्ड हान्न गएको छ मामा आयो हेर्न सक्नुहुन्छ साथीहरू यो आँखा हो के हो यो पुरै घरै जस्तो छ सानो र यहाँ हेर्न सक्नुहुन्छ एउटा ठुलो बिल्डिङ यहाँ अर्को ठुलो बिल्डिङ र यहाँ अर्को ठुलो बिल्डिङ र यहाँ अर्को ठुलो बिल्डिङहरू र यता हेर्न सक्नुहुन्छ बोटको भण्डार उता गइसकेको छ र अहिले चाहिँ यता गाडीहरूको भण्डार आइसकेको छ अनि हामी चाहिँ यता समुद्रतिर कता आएको छौँ होइन हजुर त्यो बोटको छेउमा जाने अनि त्यहीँ गएर खिच्नु बोटको ए ओके हामी चाहिँ बोटको छेउमा जानु लाग्यो रे अब बाई बाई सो हेलो गाइज हामी चाहिँ यता आइपुगेको छौँ र पछाडि हेर्न सक्नुहुन्छ बिल्डिङहरू यो चाहिँ के हो यो नि रेस्टुरेन्ट हो कि माथि त्यो युएफओ टाइपको राख्न सक्नुहुन्छ पुरै यता रातो बिल्डिङ यता निलो बिल्डिङ उता कुन बिल्डिङ यता कुन बिल्डिङ पुरै बिल्डिङ यता बोटहरू छ बोटको भण्डारमा चाहिँ आइपुगेको छौँ हामी हेर्न सक्नुहुन्छ यसोमा बोट छ र म चाहिँ फोटो खिच्न लागेको छु फास्ट बोट भयो धेरै आइफोन खिच
यो उही मैले यो नदेखेको नि यार हेर्न सक्नुहुन्छ यस्तो बवाल बिल्डिङ हो आँखाले चाहिँ बवाल देख्यो अनि हेर्न सक्नुहुन्छ यस्तो बवाल बिल्डिङहरू मलाई देख्दै नदेखेको जिन्दगीमा र अब चाहिँ फोटो खिच्ने टर्न पाएर आइतको ल साथीहरू यहाँ हेर्न सक्नुहुन्छ मेरो मम्मी फोटोग्राफर मेरो लागि चाहिँ यहाँ भनेर भ्लग बनाउँदै भएन भयो भयो लास्ट ओके अनि अझै मान्छेहरू जगिङ गरेको छन् अनि होइन त्यो अहिले रोक्नु न अब म 1-2 फोटो खिचेर आएँ सो फोटो सोटो चाहिँ खिचेर हाम्रो बाबा नै आइसक्नु भएको छ अनि अब चाहिँ यहाँ कति भयो त हुन्छ चढौँ हुन्छ चढौँ किनभने मामु भन्नु एकजनाको 10 मात्र चढौँ न 3जनाको 40 3जनाको 40 एकजनाको 10 होइन यसो गर्नु 2जनाको 20 हो नि हजुर म ऊ आमा छोरा भने गरेर सुरुमा जाऊँ अनि बाबा चाहिँ छुट्टै मान्छे हो भनेर पछि आउनुहुन्छ 30मा भयो म छुट्टै मान्छे 2जनाको 20 अरे अनि 2जनाको 20 हो नि उसले भनेको 2जनाको 20 भएपछि हामी 2जनाको 20 भयो तपाईँको 10 भएपछि 30 छुट्टै छुट्टै चाहियो त्यसले 40 रुपियाँमा 10 रुपियाँ सेभन गर्नुभएको थियो कि हुँदैन ल हिँड्नलाई जाने भयो 40 रुपियाँमा जाने जाम हो न ल यहाँ 30 खान्छु कि म पानी हुनु पर्न ए अर्को बिरालो आयो साथीहरू हजुर पर्दैन ए यो त बुढो बुढो तापको बाबाले कहाँबाट भएर ल्याइदिनु त्यहाँ त म गएर खान्छु नि गरेर ल है त गाइज अब चाहिँ बोट चढ्यो यहाँ अनि पानी सानी पनि बेच्थ्यो त्यो चिया सानी बेच्थ्यो बन्द गरिदियो बङ्गालहरूलाई अलि छिटै जाने आराममा उ गरौँ है छिटो चाहिँ कहाँ जाने एक चक्कर घुमाएर लिएर आउँछौ पर गएर हैन कुन चाहिँ बोट छिटो जान्छ त्यसमा जाम ल अरे जुनमा गएर बस्यो त्यही जान्छ ए हामी म मात्र गएर बस्यो नि म मात्र लिएर जान्छ 50 रुपियाँ लिन्छ तपाईँलाई मात्रै लिएर जान्छ ए हो उसो भए जाम न त है ए भन् सो गाइज हामी चाहिँ यहाँ गउँछ बाई ये क्यों हिल्ला इतना यार कस्तो हल्ला फाइनल गाइज हामी म चाहिँ बोटभित्र आइसकेको छु हेर्न सक्नुहुन्छ चम्केको बोट म चाहिँ यहीँ बस्छु पुरै आरामले अनि उता हाम्रो मम्मी चाँडो आउनु भन्छु म चलो चाहिँ चलो म हो यहाँ त म हो फोटो किन्नु लगाएको मैले एउटा अनि मात्रै चलो भाइ चलो जाम हामीले 3जना कति डराउनु भएको यार हामी 3जना मात्र होइन भेरी भेरी वाच मोर प्लिज मामु मामु वाच मोर के भाइ जाने हो अब चल आए अब चाहिँ हेर्नु सक्नुहुन्छ हामी चाहिँ जान लागेको थियौँ ल त यस यस हल्लेको आमा 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 मामु जानुको आमा आमा हिँड्नु लाग्यो अनि चाहिँ जानु लाग्यो अब चलो अरे भाइ चल्ते अनि हजुरलाई एउटा कुरा देखाऊँ कतारको आइफिल टावर भनेर भन्दिनँ चलो 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 चले हाम्रो बाबा बाबा देखाउनु मम्मीले देखाउँछ भनेर भन्दिनँ हामी 3जना मात्रै हो यहाँ चाहिँ यस्तो बवाल झिलिमिली हामी यस्तो बवाल बोटमा बसिसकेको छौँ यस ब्लुटुथ लगाउनु
ब्लुटुथ बाबा त्यसो त्यो राम्रो लाउने यहाँ हेर्न सक्नुहुन्छ कतार पुरै के हो पोर्ट्रेटमा गर्नु पोर्ट्रेटमा पछाडिको ब्लर आउँछ क्या फोटो खिच्नु भिडियो भिडियो पो फोटोमा के गर्नुभयो फिल्टर लगाउनु भयो बाई कति ठुलो आयो हजुर ए म एकछिन लगाउन छोड्दैन ल यता भिडियो नि हो हेलो पारा है तँलाई यहाँ हाम्रो भिडियो खिच्नु भएको छ मैले यहाँ भ्लग बनाएको सब्सक्राइब गरिदिनु होला अब चाहिँ हामी जान लाग्छौँ होइन